पछि हाम्रो लागि नेपाली जनता हुनेछ। धर्म, संस्कृति, परम्परा र रीतिरिवाज र धर्मको सर्वधर्म समभाव, सनातन सापेक्ष हिन्दू राष्ट्र कायम गर्ने हाम्रो तीनटा पहिलो मुद्दा हुनेछ साथीहरू। त्यसकारण हामी सभासदहरूले आफ्नो निधारमा कात्रो बनेर आएका छौँ। तपाईहरूको अगाडि, राष्ट्रवादी जनताको अगाडि हाम्रो लागि आज यो गणतन्त्रमा यता हेर्नुहोस्, जनता दिन प्रतिदिन गरिब हुँदै गइराखेको छ। उद्योगी व्यापारीहरूले ऋण तिर्न नसकेर मर्ने दोसाँधमा पुगिसकेको छन्। कयौंले त झुन्डेर मरेका छन्। तर गणतन्त्र ल्याउने नेताहरू दिन प्रतिदिन नवधनाढ्य भइराखेको छ। यही दिनको लागि यो गणतन्त्र ल्याएको हो साथीहरू, होइन। त्यसकारण अवस्था र व्यवस्था पल्टाउनको लागि सम्पूर्ण कांग्रेसका, एमालेका, माओवादीका सम्पूर्ण उद्योगी व्यापारी र मजदुरहरू एक ढिक्का हो। राष्ट्र बचाऊ, जनता बचाऊ। आज हेर्नुहोस्, योभन्दा पहिला गणतन्त्र दिवस मनाउँदाखेरि नेपालगञ्जको चौरामा खुलेआम खुडाले हानेर मान्छे मार्नेलाई आम माफी दियो। आज गणतन्त्रको बेलामा, त्यो बेलामा हाम्रा प्रधानमन्त्री केपी ओलीले भन्थे, जिउँदै मान्छे बोल्ने आफ्ताबलाई मैले जेलमा पुगाएको हो भनिकन उद्घोष गर्थे आम सभामा। आज यही प्रधानमन्त्री हुँदा हुँदै टेलिफोनबाट सफाई पाए। आज 27 जनालाई जिल्ला अदालतले दोषी 14 वर्ष जेल तोक्दाखेरि आज चाहिँ उच्चबाट माफी पायो। उहाँ निर्दोष छ भन्यो। म ओलीजीलाई भन्छु, रमेश लेखक त मान्छे तस्करमा फसिसक्यो, अब चोखो मान्छे छ, अफ्ताबलाई गृहमन्त्री बनाइदिनुहोस्। आज हेर्नुहोस्, सीमा नागिसकेको छ। देशमा धर्म लुटको खरा मचाइराखेका छन्, अहिले पनि यिनीहरू सुध्रेका छैनन्। हाम्रा दाजुभाइहरूले खाडी मुलुकमा पठाइकन त्योबाट पठाएको पैसाले सरकार चलिराखेको छ। देशका राजाको टाइममा बनेका उद्योग कारखाना 136 वटा बेचेर खाइसके। त्यसकारण अवस्था र व्यवस्था बदल्नको लागि यो जनआन्दोलन राष्ट्रवादी आन्दोलनको रूपमा आज जनताले साथ दिएको छ। म धन्यवाद दिन चाहन्छु र तपाईहरूलाई म यो पनि भन्न चाहन्छु, भ्रष्टाचारीलाई समाप्त गर्नको लागि यो जनआन्दोलन हो। देशमा सुशासन कायम गर्नको लागि यो जनआन्दोलन हो। म मेरो पछाडि प्रहरी मित्रहरूलाई, जनपद प्रहरी, सशस्त्र प्रहरी साथीहरूलाई पनि भन्छु, तपाईहरू कसको सुरक्षामा छ? देशद्रोही भ्रष्टाचारीलाई बचाउन नलाग्नु। यता हेर्नुहोस्, आज माओवादी द्वन्द्वमा तपाईहरूकै साथीहरू 1700 मारिए। जन्मै 2800 भन्दा धेरै अपाङ्ग भए। के पाए? तपाईहरू त झन्झन अपाङ्ग भयो। जे पायो यो गणतन्त्रले बर्बलुट गर्न पायो। त्यसकारण आज नेपाल पूर्व पश्चिममा पालाले घोपिकन एसपीदेखि सशस्त्र प्रहरी र जनपद प्रहरीलाई मार्यो।
पाला घोपेर 2 वर्षको बच्चा पनि मरे। आज त्यसलाई समातेर कारबाही गर भनिकन तपाईहरुले बुझाउनुभयो, तर गणतन्त्रको नाममा यो गणतन्त्रको सरकारले माफी दियो। यस्ता नलायक सरकारको सुरक्षा तपाई किन गर्नुहुन्छ? त्यही 30-40 हजारको लागि हो। त्यसकारण राष्ट्र र जनता बचाउनको लागि साथ दिनुहोस् यो जन आन्दोलनलाई। तपाई हाम्रो हात पछाडि मजबुत छ। त्यो डाँडामा खोसेर पनि मकै रोपेर पनि पेट भर्न सकिन्छ। त्यसकारण यो देश जनता बचाउने योभन्दा पुण्य काम, योभन्दा धार्मिक काम अर्को कुनै हुँदैन। मेरा मित्रहरू, राष्ट्रवादी साथीहरू,